आइए देखते हैं बैठचंद मजा आएगा। सबभन्दा प्रथम काम नपाएर भोकाडिँदैछौँ, लोकेसन खोज्दैछौँ। अब अर्को दिन कतै पिकनिक गयो भने त्यसको लागि चाहिँ हामी लोकेसन खोज्न हिँडेको हो। मैले त्यसो है दोस्तहरू, हामीहरू फेरि अब गयो लोकेसन हेर्न। अनि अर्को भिडियोमा आउँछ हाम्रो ब्लगमा अब नयाँ नयाँ चिजहरू, नयाँ नयाँ त्यो ठाउँहरू अनि हाम्रो खानाहरू पनि राम्रो राम्रो आउँछ है। तर गल्ती चाहिँ नसोच्नु होला, त्यसमा चाहिँ छम्या चाहिँ आउँदैन। खानामा त आउँछ, खानाहरूमा धेरै भेराइटी हुन्छ होइन। साथीहरू पनि हुन्छ, त्यति बेला आइपुग्छ हाम्रो साथीहरू होइन। है यो हो हाम्रो भैँसही गाउँ। हामी भैँसी गाउँमा इन्टर गरिसकेका छौँ। थाहा होला नि भैँसी गाउँ तपाईँहरूलाई? ल थाहा छैन भने घुम्न आऊ है। धेरै दिनपछि यो भैँसी गाउँमा छिरेको हो। अब सधैँ अब काठमाडौँ बस्ने मान्छेमा अब यता अब गाउँतिर आउँदैन, यता नआएको चाहिँ धेरै दिन भइसक्यो मलाई चाहिँ। अब विकास निर्माणको कार्यभार चाहिँ यहाँ चाहिँ हाम्रो ग्याङको 2वटा मेम्बर चाहिँ अगाडि गइसक्यो, उता अगाडि ठुलो धेरै भइरहेछ। स्लो गरिदिरहेको छु है सबैजना हामीहरू। ल जङ्गलमा अब आयो सक्यो त यार। भैँसी गाउँ लास्ट सानो रहेछ यार। भैँसी गाउँ त सक्यो। अब हामी निस्किसक्यौँ भैँसी गाउँबाट। भैँसी गाउँबाट कटेर आएको चाहिँ हामी चाहिँ अब जङ्गल छिर्न आँट्यौँ होइन, नयाँ लोकेसनको खोजीमा। हाम्रो पारा उस्तै छ, नयाँ नयाँ ठाउँ हन्टिङ गर्न धेरै मनपर्छ, त्यही भएर नयाँ ठाउँलाई हन्टिङ गर्नलाई अब जाँदैछौँ हामी, खोज तलास गर्न। डिस्कभरी च्यानल जस्तै यो मैले के बनाएको यस्तै हो जङ्गलको छेउमा टोइलेट त होइन नि, यस्तो यो जङ्गलको छेउमा टोइलेट बनाउन पाउँछ। यो कसको जग्गा हो त्यहाँ? अब चाहिँ हामी चाहिँ के भन्छ यो जङ्गल एन्ट्री गर्न लागेको हो। यहाँदेखि चाहिँ हाम्रो मेन जङ्गल चाहिँ स्टार्ट हुन्छ, भैँसीको जङ्गल। यो हो रौतहटको घनघोर जङ्गल। यता चाहिँ केटाहरू के गरिरहेछ? यता भैँसी यता चराइरहेछ यो केटाहरू। गाउँै भैँसी र यतातिर भैँसी। नाम पनि भैँसी, काम पनि भैँसी। यो हो माइली अनि एउटा अजित चौधरी युनिक बोय है। आज नि पार्टी रहेछ हल्का फुल्का। बाटोको अवस्था हेर्नुहोस्, बाटो कति राम्रो रहेछ। पछाडि अजित भाइ अनि विवेक मुस्कान चौधरी। गर्दा गर्दा उडायो आशा त। अगाडि बाटो नपाएर अब फेरि फर्किँदैछौँ। अगाडि बाटो एकदमै खराब पारिदिएको रहेछ। पानी त के भनौँ एउटा नदी जस्तो नै बनाइदिएको रहेछ, त्यही भएर अब फेरि हामी ब्याक फर्किँदैछौँ। गाइस ब्याक रिटर्न ब्याक। अब उताबाट फर्केर अब यताको बाटो, अब यो बाटो चाहिँ कहाँसम्म लग्छ होइन, हेरौँ है। न्यू प्लेसको हन्टिङमा हामी चाहिँ अब न्यू प्लेसको हन्टिङ गर्दा गर्दा चाहिँ अब के भन्छ जीव जन्तु चाहिँ अब जङ्गली जनावरहरू चाहिँ हन्टिङ गर्न नपरोस् भन्ने हाम्रो चाहना छ।
हरियाली छ त गाइस ये फूल ये मौसम ये वादियाँ ये कैसे है आहा हामी जङ्गलको बिचमा आइपुग्यौँ त हो के हो यस्तो पारा के हो र ना बाबा ना भन्ने के अर्थ पत्ता छैन छैन यार के छैन हामी कहाँ आइपुग्यो अब यार चोट लाग्ले यार भैया यस्तो हुनुपर्छ कि घुम्यो भने त अब यो हुन्छ नि फाइनल डेस्टिनेसन थाहा नभनिकन हामी हिँड्दैन हो कि यस्तो पारामा यो अब हेर्नु न यहाँ हिँड्दै हिँड्दै छ बाटो खराब छ होइन विदाउट नोइङ अफ पाथ वी आर गोइङ टु अनलिमिटेड आइपुग्यौँ ओहो खत्रै भ्यू छ त हौ यो लास्ट हो हाम्रो यता छैन ए यो बाटो चाहिँ अब निजगढ गइदिन्छ अरे अब हामी चाहिँ यहीँबाट अब फर्किने हो कि के गर्ने हो केही थाहा छैन होइन एकछिनमा हामी सोचेर के गरेर हामी यहाँबाट हिँड्नेछौँ गाइस न अगाडि जाने निष्कर्षमा आइपुग्यौँ त्यही भएर हामी अगाडि जाँदैछौँ गाइस या के हो यता नदी हो चाक धुने कुरा नगरौँ त गाई जस्तो यस्तो बेला भ्लगको बेलामा हग्नेवाला रास्ता हो यहाँ भ्लग बन्दैछु यहाँ हग्ने कुरा निस्किन्छ तेरीको ह्यान्सी यानि कि साउथ अफ्रिकाको दोस्रो रूप ल हाम्रो ड्राइभर माइलोज्यूलाई तानिदिन्छु पनि उता गएर तान्दैन ओहो माइली त लास्टै हेन्सम देखिरहेको छ त हौ माइली के गर्ने यार फेरि अब माइलीको एउटै कुरा निस्किन्छ कपडा भएन यो भएन प्याज भएन त लसुन भएन के हो यस्तो कुरो यो बच्चा जस्तो यो भुजिया सुजिया ल्याएर खान्छ यो काम छैन यो खाइलाग्दो ज्यानमा है कति मासु खाने के गर्नु गाइजहरू यो अब बियर सियर खाने पैसा छैन हामी बेरोजगार छौँ नेपाल सरकारले हामीलाई जागिर दिएको छैन हामी हिडीडुली यस्तै हो पारा भुजिया सुजिया खाएर काम चलाउँदैछौँ अनि यो भुजिया सुजिया खाएर अब यो नदीको पानी खान नपरोस् गाइज त्यही भएर हामीले चाहिँ अब 4वटा बोतल लिएर आएको छौँ मिनरल वाटरको माइली सुझै गेन्द्रीलाई खालौ गाइज खतम यसपालि तुला गोन्डी पनि बितो छ गेन्द्री मोगिलो हाम्रो जिग्री पनि गेन्द्रा भइसकेको छ र अर्को गेन्द्रा यहाँ छ लैका बारी का रे तू वो उसन भुजिया खाई भी लैका ला खाए हां खाई पैसो भाई सब भूख लागल हो कथि करबे तो क्या वो भुजिया ले जाकर गांव घर के दुगो लैका के दे दी कि धर्म कमाइबे साला अपना खाइला बाहर न लगा से खेतै है कि ना है ना हां तू यो कैसे करबो फ्लो सब वो सब खिया अपने खो तत ठुलो ठुलो यहाँ लैकाहरू छ के बच्चाहरू ठुल्ठुलो यहाँ कसम हग्ने न बा हगी खाथे सबसे प्रथम त म त झोरा थाम्यो है अब गयो त्यो डिबा थाम्न ए टिप्न समझ्नु तु न है त्यसपछि यो झोलाहरू बिस्तारै बिस्तारै यो टिपे अनि टिपेर यहाँ राख्यो हामी हैन त्यसपछि उता गयो यता पनि रहेछ यो दुईजना कमकुरीहरूले खाएर यता छोड्नु भएको छ अब के गर्ने यता त उठाउनु पर्छ अब उठाएर कहाँ बांधियो चल ले तेरी भाई अथी में है झोले में कस के वरना किसी होला फिर मन हटा दिए आप वीडियो में ना
हामीको लागि ल थपमा केही थपमा त के गर्ने लाइक सब्सक्राइब कीजिए बटन के और नोटिफिकेशन ऑन कीजिए दाइ दुगो बात भाइले त कुरा राम्रै गर्यो यो हामीले नि सुरक्षा गर्नुपर्छ यताउति फोहोर फाल्नु हुँदैन हजुर भयो भयो दाइको अब लास्ट मेसेज त्यही थियो होइन अब त्यसपछि चाहिँ अब जिग्रीको पालो होइन 2 शब्द जाओस् जिग्री आफ्नो भाषा यो नेपालीमा जुनसुकै भए पनि अब जाओस् अब केही ओके धन्यवाद सर्वप्रथम सबभन्दा पहिला प्रथम मलाई यहाँ केही टाइम दिनुको लागि मिठो र जित चौधरीले केही भन्नको लागि मलाई उत्साह दिएको छ म के भन्न चाहन्छु कि अघि अब तपाईँहरूले के सुन्नु भएको छ कि यो 3टा फोचेहरू बच्चाहरू छ होइन तिनीहरू केही गल्ती सल्ती बोल्यो भने उनीहरूको माइन्ड नगर्नु होला है अब के कुरा गर्दै होला त्यो त मलाई थाहा छैन यो बन्डसेको बारेमा के भन्यो एउटा लौडा लसन थाहा छैन है तर यो जङ्गलमा हामी यहाँ छौँ मङ्गल गर्न मङ्गलसँग सबै भइसकेको छ अब हामी घर जान्छौँ बस धन्यवाद ओके राइट सबभन्दा त अब के भन्न चाहन्छु भने होइन मेरो माइली दोस्तले चाहिँ लास्टै हेल्प गर्यो होइन यो फोर्सहरू उठाउनलाई खासमा यो एउटा मेसेजको लागि एउटा बनाइएको थियो होइन अब यो जङ्गलमा यो हाम्रै जङ्गल हो होइन यो वातावरण चाहिँ एकदमै स्वस्थ राख्नुपर्छ यो अब फोर्सहरू गऱ्यो भने त हाम्रै अब जुन आउने भावी सन्ततिलाई धेरै हानि पुर्याउँछ होइन त्यही भएर यो अब यता अब जीव जन्तुको लागि पनि हानि नहोस् भनेर अब यो जति पनि फोहोर गरे होइन त्यो हामीले नि अब त्यो कर्तव्यको रूपमा चाहिँ माइलीले उठाइदिएको हो त्यही भन्न चाहन्छु हस् धन्यवाद